नमस्ते साथीहरू, आज म तपाईलाई सुनाउन गइरहेकी छु दक्षिण कोरियाको सबैभन्दा ठूलो र डरलाग्दो सेक्स स्क्यान्डल, जसले पुरै दक्षिण कोरियालाई हल्लाइदियो किनकि यो अपराध केवल कोरियाको नभई डिजिटल दुनियाँको सबैभन्दा डरलाग्दो सत्य हो। यो हो एन्थ रूम केस, एक यस्तो अपराध जहाँ मोबाइल फोनको स्क्रिन भित्र लुकेको थियो हजारौं युवतीहरूको पीडा। सन् 2018 तिर टेलिग्राम एपमा केही अनौठा च्याट रुमहरू देखिन थाले। ती रुमहरूको नाम हुन्छ रुम 1, रुम 2, रुम 3 अनि एन्थ रुम। तर त्यो एन को अर्थ के हो, कति रुम छन् भन्ने कसैलाई थाहा थिएन, त्यसैले त्यसको नाम एन्थ रुम राखिएको हो। यी रुमहरूमा के हुन्थ्यो कसैले कल्पना पनि गर्न सक्दैन थिए, किनभने त्यहाँ युवती र किशोरीहरूको अश्लील भिडियो र तस्बिरहरू शेयर हुन्थे, जसमा धेरै जसो पीडितहरूलाई धम्क्याएर ब्ल्याकमेल गरेर त्यस्तो भिडियोहरू बनाउन बाध्य पारिएको थियो। यो सबको मागजनी गर्ने मुख्य अपराधी भनौं मुख्य व्यक्ति जो जु बिन उर्फ डाक्टर नामको राक्षस, एक शिक्षित सामान्य देखिने युवक तर भित्रभित्र एक डिजिटल सिकारी। टेलिग्राममा उसले आफूलाई डाक्टर भनेर चिनाउँथ्यो, तर उसले गरेको कामले उसको नाम होइन उसको राक्षसी अनुहार देखाउँथ्यो। किनभने उसले के गर्थ्यो भन्दाखेरि इन्स्टाग्राम, ट्विटर जस्ता सामाजिक सञ्जालहरूमा युवतीहरूलाई सन्देश पठाउँथ्यो। के तिमी मोडल बन्न चाहन्छौ? मसँग एउटा राम्रो अफर छ, तिमीलाई कभर फोटो सुटमा राखिन्छ भनेर उसले यसरी युवतीहरूलाई बोलेर उनीहरूको विश्वास जित्थ्यो र त्यसपछि उनीहरूबाट व्यक्तिगत फोटो माग्थ्यो। एकचोटि फोटो पाएपछि उसले धम्की सुरु गर्थ्यो, यदि अरू नग्न भिडियो पठाएनौ भने म तिम्रो फोटो सार्वजनिक गर्छु, र यसरी बनाइन्थ्यो हजारौं जबरजस्ती भिडियोहरू। एन्थ रुममा सामेल हुन चाहनेहरूले पैसा तिर्नु पर्थ्यो, क्रिप्टो करेन्सी बिटकोइन मार्फत। कति तिर्ने भन्ने कुरा रुमको स्तरमा निर्भर हुन्थ्यो, जति धेरै तिर्ने त्यति विशेष भिडियोहरू देख्न पाइन्थ्यो। कसैले $20 तिर्थे, कसैले $500 तिर्थे। त्यो रुममा झण्डै 2,60,000 भन्दा बढी सदस्यहरू थिए। त्यहाँ विद्यार्थी, जागिरे, प्रहरी, शिक्षक, यहाँसम्म कि सरकारी कर्मचारीहरू पनि संलग्न थिए। यी भिडियोहरूमा देखिएका युवतीहरूमध्ये धेरै जसो 16 वर्ष भन्दा कम उमेरका बालिकाहरू थिए। कसैलाई फोटो खिच्न धम्काइन्थ्यो, कसैलाई परिवारको डर देखाइन्थ्यो र कसैको तस्करी गरेर पनि भिडियो बनाइन्थ्यो। र त्यही क्रममा एक किशोरीले पछि अदालतमा भन्छिन्, म मेरो अनुहार देख्न सक्दिन अब, किनकि त्यो अनुहार मलाई हरेक रात डर देखाउँछ। भनेपछि कति पीडित मानसिक आघातमा परे, केहीले आत्महत्यासम्म पनि गरे। सन् 2020 मा दक्षिण कोरियाको पत्रकारहरूले गहिरो अनुसन्धान गरे। एन्थ रुम ह्याशट्याग ट्रेन्ड हुन थाल्यो। जनताहरूले सरकारलाई दबाब दिए, यी अपराधीहरूलाई कडा सजाय चाहिन्छ। अन्त जो जु बिन पक्राउ परे। कानूनी प्रक्रियापछि उनलाई 40 वर्षको जेल सजाय दियो। उनका सहायकहरू गड, वाचम्यान र अरू धेरै 10 देखि 30 वर्षसम्म जेल पठाइए। यस घटनाले दक्षिण कोरियामा ठूलो आन्दोलन ल्यायो। स्टप डिजिटल सेक्स क्राइम नामको अभियान सुरु भयो। महिलाहरू सडकमा निस्किए। उनीहरूले भन्न थाले, अब हामी चुप बस्दैनौ, अब कुनै पनि व्यक्ति अनुमति बिना फोटो वा भिडियो सार्वजनिक गरेमा कडा जेल सजाय हुनेछ। एन्थ रुम केवल एउटा अपराध होइन, यो डिजिटल दुनियाँको एउटा कालो दाग हो। कहिलेकाहीँ मानिसहरू भन्छन् टेक्नोलोजीले जीवन सजिलो बनाउँछ, तर यस घटनाले देखायो गलत हातमा टेक्नोलोजी खतरनाक हतियार बन्छ। यदि तपाईलाई यो कथा सुनेर मन दुख्यो भने यो भिडियो शेयर गर्नुहोस्, ताकि सबैलाई डिजिटल सुरक्षाको चेतना फैलियोस्। हामी सबै मिलेर बन्न सक्छौं। कसैको शिकार, कसैको तस्बिर, कसैको सहमति बिना प्रयोग अपराध हो। यो कथा सम्झनुहोस्, किनभने अर्को पीडित तपाई पनि हुन सक्नुहुन्छ। धन्यवाद।